हेलो दर्शकवृन्द नमस्कार। आज यहाँ दुबईमा नेपालीहरूले काम गर्ने यस्तो अवस्था हुन्छ हैन, काम गरेर हुन्छ यस्तो हुन्छ नेपालीहरूले काम। यहाँ कोल्ड्रिङमा काम गर्दैछन् एकजना गुल्मीको भाइ। म गुल्मीको भाइलाई देखाउँदैछु। यो कोल्ड्रिङमा काम गर्ने मान्छे हुन् नि। यो दुबईको काम गर्ने मान्छेहरूको अवस्था कस्तो हुन्छ भन्ने कुरा तपाईलाई प्रत्यक्ष देखाउँदैछु। यो हामी काम गर्ने मार्केट हो। यसमा यहाँ गुल्मीको भाइ कोल्ड्रिङ सेक्सनमा काम गरिरहेछन्। अहिले कोल्ड्रिङ लगाउँदैछन्। यो बिहानको 10 बजिसक्यो यहाँ दुबईको। यहाँ 10 बजेको समयमा यहाँ कोल्ड्रिङ कस्टमरहरू धेरै भएको कारणले कोल्ड्रिङहरू लानुपर्छ। यो काम चालु निरन्तर चालु छ। सबै नेपालीहरूको काम चालु हुन्छ। यहाँ यतातिर यस्तो देख्न सक्नुहुन्छ। यो कोल्ड्रिङ सेक्सनमा कोल्ड्रिङहरू मात्रै हुन्छ। अनि फेरि यतातिर यो दुधहरू आइटम दहीहरू हुन्छ हैन। यहाँ नेपालीहरूले काम गर्ने यस्तो प्रकारको सिस्टम हुन्छ हरेक कुराको दुबईमा। यहाँ माछाहरू राख्ने ठाउँहरू हो। माछा सेक्सन भनिन्छ। माछाहरू हुन्छ यहाँ भित्र पुरै फ्रोजन आइटमहरू, माछा, चिकन, बिफहरू सबै आइटमहरू हुन्छ यसमा। अनि फेरि यसमा पनि चिकन आइटमहरू हुन्छ, बिफहरू हुन्छ, अनि पनिर आइटमहरू हुन्छ। हरेक कुराहरू यसैमा हुन्छ हैन। पुरै बिफ आइटमहरू सबै यसमा हुन्छ। चिकनहरू, माछाहरू। अनि यो चाहिँ कपडा सेक्सन हो। कपडाहरू मात्रै पाइन्छ यहाँ। कपडाहरू सबै कपडाहरू पाइन्छ। अनि यो चाहिँ अन्डा सेक्सन हो। अन्डाहरू मात्रै पाइन्छ यहाँ। अन्डाहरू हो, पुरै अन्डाहरू हुन्छ। यो भाँडा बर्तनहरू पाउने सेक्सन हो। भाँडा बर्तनहरू मात्रै हुन्छ यहाँ। सबै भाँडा बर्तनहरू हुन्छ। अनि यहाँ सबै भाँडा बर्तन पाउँछ। सबै भाँडामा बर्तनहरू पाउँछ। अनि यस्तो हुन्छ हामी काम गर्ने मार्केट यस्तो छ हैन। अनि यो सब्जी तरकारीहरूको सेक्सन हो। तरकारी केराहरू पाउँछ, तरकारीहरू पाउँछ। यहाँ हामीले काम गर्ने मेसिनहरू हो। यो यसमा वेट गर्नुपर्छ। अनि अन्डा सेक्सनमा अन्डा हुन्छ यहाँ। अन्डा अनि फलफुलहरू हुन्छ हैन। सबै सुन्तला, स्याउहरू, केराहरू, हाम्रो अम्बाहरू हुन्छ हाम्रो नेपालतिर पाउने सबै। अनि यहाँ सब्जी तरकारीहरू हुन्छ, सबै फ्रेस तरकारीहरू। तरकारीहरू सबै आइटम हुन्छ। माछाहरू, फ्राई माछाहरू, टमाटरहरू, तरकारी सबै तरकारीहरू पाउँछ यहाँ। एकदमै राम्रो फ्रेस तरकारीहरू इन्डियाबाट आएको, चाइनाबाट आएको, नेपालबाट आएको, हरेक देशबाट आएको तरकारीहरू पाउँछ। अनि एकदमै राम्रो छ। काँक्राहरू हो। यो केरा हो, काँचो केरा, आँप हो। यो सबै फ्रेस तरकारीहरू पाउँछ। हेर्न सक्नुहुन्छ यहाँ। यसरी हामीले काम गर्नुपर्छ। एकदमै राम्रो सिस्टम छ। यो चाहिँ यो मासु काट्ने ठाउँ हो हैन। बुच्चरी भन्छ यहाँ। मासु काट्ने ठाउँ चाहिँ माछाहरू यहाँ छ। सबै माछाहरू मात्रै हो। यहाँ हेर्नुहोस् ठुल्ठुलो माछाहरू पाउँछ यहाँ। एकदमै राम्रो व्यवस्था छ। एकदमै सुन्दर व्यवस्था, एकदमै डर छ हैन। यहाँ भिडियो कल गरेर अनि फेरि सामान लगाउँदै गरेको छन्। यहाँ हाम्रो बन्धु हुनुहुन्छ। यहाँ हाम्रो ड्राई फ्रुट आइटमहरू हुन्छ, नमकिनहरू, काजु बदामहरू सबै पाउँछ यहाँ। मोबाइल सब हो। मोबाइलहरू पाउँछ, आइफोनहरू सबै सस्तो पाउँछ। यहाँ चाहिँ बिलिङ काउन्टर हो। हेलो दर्शकवृन्द नमस्कार। आज यहाँ दुबईमा नेपालीहरूले काम गर्ने यस्तो अवस्था हुन्छ हैन, काम गरेर हुन्छ यस्तो हुन्छ नेपालीहरूले काम। यहाँ कोल्ड्रिङमा काम गर्दैछन् एकजना गुल्मीको भाइ। म गुल्मीको भाइलाई देखाउँदैछु। यो कोल्ड्रिङमा काम गर्ने मान्छे हुन् नि। यो दुबईको काम गर्ने मान्छेहरूको अवस्था कस्तो हुन्छ भन्ने कुरा तपाईलाई प्रत्यक्ष देखाउँदैछु। यो हामी काम गर्ने मार्केट हो। यसमा यहाँ गुल्मीको भाइ कोल्ड्रिङ सेक्सनमा काम गरिरहेछन्। अहिले कोल्ड्रिङ लगाउँदैछन्।
यो बिहानको 10 बजिसक्यो यहाँ दुबईको। यहाँ 10 बजेको समयमा यहाँ कोल्ड ड्रिङ्क कस्टमरहरू धेरै भएको कारणले कोल्ड ड्रिङ्कहरू लानुपर्छ। ए काम चालु निरन्तर चालु छ, सबै नेपालीहरूको काम चालु हुन्छ। यहाँ यतातिर यस्तो देख्न सक्नुहुन्छ, यो कोल्ड ड्रिङ्क सेक्सनमा कोल्ड ड्रिङ्कहरू मात्रै हुन्छ। अनि फेरि यतातिर यो दुधहरू आइटम दहीहरू हुन्छ होइन। यहाँ नेपालीहरूले काम गर्ने यस्तो प्रकारको सिस्टम हुन्छ हरेक कुराको दुबईमा। यहाँ माछाहरू राख्ने ठाउँहरू हो, माछा सेक्सन भनिन्छ। माछाहरू हुन्छ यहाँभित्र, पुरै फ्रोजन आइटमहरू, माछा, चिकन, बिफहरू सबै आइटमहरू हुन्छ यसमा। अनि फेरि यसमा पनि चिकन आइटमहरू हुन्छ, बिफहरू हुन्छ, अनि पनिर आइटमहरू हुन्छ। हरेक कुराहरू यसैमा हुन्छ होइन। पुरै बिफ आइटमहरू सबै यसमा हुन्छ, चिकनहरू, माछाहरू। अनि यो चाहिँ कपडा सेक्सन हो, कपडाहरू मात्रै पाइन्छ यहाँ। कपडाहरू सबै कपडाहरू पाइन्छ। अनि यो चाहिँ अन्डा सेक्सन हो, अन्डाहरू मात्रै पाइन्छ यहाँ। अन्डाहरू हो, पुरै अन्डाहरू हुन्छ। यो भाँडा बर्तनहरू पाउने सेक्सन हो, भाँडा बर्तनहरू मात्रै हुन्छ यहाँ। सबै भाँडा बर्तनहरू हुन्छ। अनि यहाँ सबै भाँडा बर्तन पाउँछ, सबै भाँडा बर्तनहरू पाउँछ। अनि यस्तो हुन्छ हामी काम गर्ने मार्केट यस्तो छ होइन। अनि यो सब्जी तरकारीहरूको सेक्सन हो, तरकारी केराहरू पाउँछ, तरकारीहरू पाउँछ। यहाँ हामीले काम गर्ने मेसिनहरू हो, यो यसमा वेट गर्नुपर्छ। अनि अन्डा सेक्सनमा अन्डा हुन्छ यहाँ, अन्डा। अनि फलफुलहरू हुन्छ होइन, सबै सुन्तला, स्याउहरू, केराहरू, हाम्रो अम्बाहरू हुन्छ, हाम्रो नेपालतिर पाउने सबै। अनि यहाँ सब्जी तरकारीहरू हुन्छ, सबै फ्रेस तरकारीहरू। तरकारीहरू सबै आइटम हुन्छ। माछाहरू, फ्राई माछाहरू, टमाटरहरू, तरकारी सबै तरकारीहरू पाउँछ यहाँ। एकदमै राम्रो फ्रेस तरकारीहरू, इन्डियाबाट आएको, चाइनाबाट आएको, नेपालबाट आएको, हरेक देशबाट आएको तरकारीहरू पाउँछ। अनि एकदमै राम्रो छ। काँक्राहरू हो, यो केरा हो, काँचो केरा, आँप हो, यो सबै फ्रेस तरकारीहरू पाउँछ। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ यसरी हामीले काम गर्नुपर्छ। एकदमै राम्रो सिस्टम छ यो चाहिँ यो मासु काट्ने ठाउँ होइन, बुच्चरी भन्छ यहाँ। मासु काट्ने ठाउँ चाहिँ माछाहरू यहाँ छ, सबै माछाहरू मात्रै हो। यहाँ हेर्नुहोस्, ठुल्ठुलो माछाहरू पाउँछ यहाँ। एकदमै राम्रो व्यवस्था छ, एकदमै सुन्दर व्यवस्था, एकदमै डर छ होइन। यहाँ भिडियो कल गर्दै